यत्रो दिन भइसक्यो हाम्रो यो मन्दिरमा पनि कोही आउन छोड्यो, किन होला? गाउँतिर पनि मान्छे के हो छैन नि त हौ आजकल, पूजा गर्न आउनु छोडे। पूजा गर्न पहिला त आइरहेको थिए मान्छेहरू पनि, आजकल त आउन पनि छोडे मान्छेहरू पूजा गर्न। धेरै दिन भयो मन्दिरको दर्शन नगरेको पनि आज त पूजा गरे घर जानु पर्यो। मैले सुनेको थिएँ यो मन्दिरमा त एउटा भिखारी बस्छ अरे, ठग्छ अरे मान्छेलाई। आज एउटा मुर्गा फसेछ, यसलाई त डर लुट्नु पर्यो। ए यहाँ एउटा भिखारी रहेछ, यही भिखारी हो कि के हो? धेरै दिन भइसक्यो मान्छे नआएको। अब यो दाजुसँग चाहिँ पक्कै पैसा लिएरै छोड्छु जसरी भए पनि। ए पक्नु म त खाना नखाएको, पैसा दिनु 10-20 रुपियाँ भए पनि हुन्छ, छिटो दिनु न छिटो 10-20 रुपियाँ हालिदिनु मलाई। म भिखारी भइसकेँ खुट्टा छोड अगाडि बस, त्यहाँ बस। बिचारा खाना खाएको छैन रहेछ, पैसा दिइहालौँ न त 10-20 रुपियाँ। धेरै दिनपछि आज मान्छे आउनुभयो हाम्रो मन्दिरमा पनि। आज रमाइलो हुन्छ, आज रमाइलो छ। जे होस् आज चाहिँ पार्टी हानिन्छ, पैसा दिएर जानुभएको छ। हजार जानुभएको छ। आज रमाइलो हान्ने पार्टी हानिदिने हो ल। हजुरलाई गुरुले भगवान्ले रक्षा गरून्। A few moments later. आज त धेरै कमाइयो केटा हो, रक्सी खाइयो बस्यो। मन्दिरको अगाडि भिखारी हुन पनि साह्रै सजिलो छ क्या केटा हो। यस्तो खानुपर्छ केटा हो, यस्तो खानुपर्छ। लाखौँ लाख कमाउनु पर्छ केटा हो, लाखौँ लाख कमाउनु पर्छ। होइन यो मान्छेलाई त मैले कहाँ देखेको जस्तै लागिरहेछ। त्यो मन्दिरको भिखारी होइन यो? अस्ति मैले पैसा दिइरहेको थिएँ, आज त के हो दारू खाएर मस्त सुतिरहेको छ यो मान्छे त। है फटा परेछ यो मान्छे, यसलाई पैसा दिनु हुँदैन अबदेखि। आज त एउटालाई ठगेर रमाइलो भयो, अब भोलि कसलाई मुर्गा पार्नु होला।